मेरो घरमा आमा नहुनु भएको, मेरो चुल्हा निभो, आगो बलेको छैन। 10 बजिसक्यो, खाना बनाउनु अल्छी लाग्छ। अनि नखाइ पनि नहुने, भोक पनि लाग्छ है। आमा हुँदा त यसो आगो जोडेर बनाइदिनु हुन्थ्यो। मेरो गोबर ग्यासमा खाना बसाउनु पर्यो भनेर ठिक त पारिरहेको छु। के गर्नु यसो अमला खाएर भए पनि भोक त टार्दै गर्नु पर्यो। यसो अमला त अमला त कच्चो दाना छ हो। अमला अब सब्जी बनाउनु पर्यो। सब्जी अहिले टिपेर ल्याएको। पनि अल्छी, टिप्नु त अल्छी लाग्दैन, बनाउनै अल्छी लाग्छ हो। साह्रो खाना बनाउनु अल्छी लागेको यो बढेला फेरि मलाई अचम्म लाग्ने कुरा के भने हेर्दाखेरि यो चाहिँ यो फेद हो, यो टुप्पा हो। अब यो फेद हो, यो टुप्पा हो। फेरि यसको यो भित्रपट्टि चाहिँ फेरि कस्तो यताबाट पलाएको हुन्छ क्या। यो यसलाई बरेला पनि भन्छ, कतै टुकुर्के भन्छ हो। यहाँ हेर्नु है सबैजनाले, अब यो चाहिँ फेरि यताबाट पलाएको हुन्छ क्या। कस्तो यताबाट पलाएर अनि यस्तो झुप्पा फलेको हुन्छ क्या यसको बिउ। यो गुदी दाना यसलाई यहाँ छुट्याएर राख्ने हो। अब हेर्नु है, यो हेर्नु है, यसको फेद भनेको यो हो। मैले यहाँ टिपेर लिएको। अनि टुप्पा चाहिँ यतापट्टि हुन्छ। अब यसको यो यसरी यो निकाल्नु पर्छ नि त। निकाल्दाखेरि चाहिँ यो हेर्नु है ध्यान दिएर सबैजनाले, यो चाहिँ यताबाट पलाएको हुन्छ यार। यताबाट हेर्नु चाहिँ यस्तो कस्तो मजाले मिलेर दाना लागेको हुन्छ होइन। यसको अचार फेरि यस्तो मिठो हुन्छ है। तिलको दाना जस्तै, फर्सीको बिहा जस्तै यसको चाहिँ अचार पनि मिठो हुन्छ। खेर जाने चाहिँ केही नै हुँदैन यसको। मलाई चाहिँ उल्टो उम्रेको जस्तो लाग्छ यो बरेला नि। अब कतै टुकुर्के भन्छ। अब यो सुल्टो भनेर यता च्यातियो भने यता यस्तो उँधो झुन्डिएको हुन्छ क्या। यसरी यताबाट पलाएको हुन्छ। मलाई त थाहै थिएन क्या। आमाले घर छोडेर हिँड्नु भएपछि सब्जी केलाउनु पर्ने। अनि यो चाहिँ अब मरमसला, बेसार के यो सब्जी केलाउँदाखेरि मैले कहिले सब्जी ध्यान दिएर केलाएको रहेछ बरेला कि खाएको मात्रै पकाएर रेडी हुन्थ्यो। अनि आज सब्जी केलाउँछु म, यस्तो लागिरहेछ। हेत्तेरिका हो, 10 बजिसक्यो। कतिखेर बनाएर खानु, अल्छी लाग्छ हौ। खाना बनाउनु चाहिँ के साह्रो अल्छी लागेको।